हेलो नमस्कार। हामी चाहिँ आज एउटा 3 दिनको ट्रिपमा अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। यतिखेर हामी 3 जना मात्रै होइन, लगभग 20 जनाको यात्रा छ हाम्रो पुरै टुर। अनि हामी 3 जना लगायत दाइ हुनुहुन्छ उता हाम्रो वडा अध्यक्ष दाइ तल एकछिन बाइक बनाउन जानुभएको छ, आउँदै हुनुहुन्छ। हामी 4 जना अगाडि गएर त्यहाँ आटीचौरमा बोका खोज्नेछौँ र केही सामानहरूको बन्दोबस्त गर्नेछौँ। केही सामानहरू लगेर हाम्रो 15-16 जनाको टिम चाहिँ उता घरबाट हिँडेरै अगाडि माथि गइरहेछ। हाम्रो यो ट्रेकिङ हो, खासमा हिँडेर चाहिँ जाने। आज हामी यहाँबाट गएर आटीचौर हुँदै त्यो बड्डे लेकको अल्लेरीमा सायद हामी त्यही बस्छौँ होला। अनि भोलि त्यहाँ रमाउने कार्यक्रम छ, पूजाआजाको कार्यक्रम पनि छ। यो गरेर अनि पर्सि चाहिँ हामी फर्किन्छौँ। हाम्रो गाउँको प्रायः हरेक घरबाट एकजना टाइपले सबैजना जान सक्नेलाई हामी लिएर जाँदैछौँ। आटीचौरमा बोकासोका खोजेर सब व्यवस्था चाहिँ अहिले हामी गर्छौँ। यो चाहिँ बुढीगङ्गा नगरपालिका हो, तल बगिरहेको बुढीगङ्गा नदी हो। अब चाहिँ हामी खप्तड छेडेदह गाउँपालिका इन्ट्री गरिसकेका छौँ। यो सुर्का बजार खप्तड छेडेदहको आटीचौर हो, रमाइलो ठाउँ। जाँदैछौँ, भारी भइसक्यो। त्यहाँ जाँदैछौँ हामी, त्यहाँभन्दा पनि उता पछाडितिर। गाइज अब चाहिँ बाइक हामीले तलै राख्यौँ। अब हिँड्दै अगाडि बढिरहेका छौँ बोका लिएर आटीचौरबाट। अब हाम्रो हिँडेर यात्रा सुरु भएको छ। यो बोका हो। एकदमै थकाइ लागिरहेछ। तपाईँ आहा हेर्नु त, भ्यू देख्दै हुनुहुन्छ। एउटामा छाया, अर्कोमा घाम, अनि अर्को डाँडामा बादल। यस्तो भ्यू प्रायः बिरलै देख्न पाइन्छ है, गजब छ। यहाँनिर अब सुपर फाइन चिउरा खाँदैछौँ, सुपर फाइन सेम चिउरा। मौसम चिसो भइसकेको छ। उकालममा छु भने उकालममा यहाँ उकालममा हिँड्दा छौँ। गाह्रो छ यहाँ उकालममा तले उकालममा यस्तै छ। अब यहाँ नेटवर्कले राम्रो काम गर्दैन। अब के गर्नु, गाह्रो छ। ओके टोकेमा कुरा गरे जस्तो गरी भइरहेछ। यहाँनिर सुरु हिँड्नु, यहाँ भिडियो बन्दैछ। अब यहाँ साँझको 6 बजिसकेको छ। अब आज हाम्रो बस्ने बन्दोबस्त यतै हुँदैछ है। टक्क टेन्ट पाल बनाएर होइन। अब यो अलिक फरक खालको पाल लगाउने हामी प्रयत्न गरिरहेका। बब्बाल रहेछ ल, सबजनाको बना नि त टक्क। अनि मान्छेहरूको होइन, सब आफ्नो मुडमा भएका। कालो कालो मौसम गाइज म चिसोले बोल्न सक्दैन। मासु पाक्दैछ है, मासु म चाहिँ रोटी खाँदा। अब
बोका काट्ने तयारीमा हामी आज चाहिँ दोस्रो दिनको बिहानी पखमा टक्क लाएर औषधि ल्याएर आउनु पर्छ अहिले औषधि देखाइदिनु नि। गुदाले हो क्या औषधिको नाम क्या दाइ यसको नाम बड्डेले गुदाले अनि यो चाहिँ किन ल्याउनु भयो यो पर्गलो पर्गलोको लागि अहिले ल पूजा पनि गर्ने भयौँ अब हामी यो पर्गलो त्यो धनपुरा देवताको पर्गलो ल हाम्रो हिजो बेलुकाको वासस्थान यतै थियो अब निस्किन लागेको यहाँबाट टक्क माथितिर दामी मासु खाइरहेको अवस्था छ भनेपछि यहाँ यस्तो यस्तो छ। यस्तोबाट माइजु खाइरहन्, यहाँ रोटी हाल्ने कार्यक्रम भइरहेछ। मामा पानी खाइरहन्। मामा हाई गरिदेऊ। हेलो हेलो। समापनतिर भइरहेछ मासु खाने कार्यक्रम भइरहेछ। हेर्नुहोस् त। अब हामी लगभग अन्त्यतिर आइसकेका छौँ। अन्तिमतिरको अवस्थामा टेन्ट निकालिसकेका छौँ। अब यो निस्किने टाइम मैले ल्याएको जो रितेसन उनलाई त्यो झोला त उलिहाल्छ मनोज। हाम्रो गोष्ठी गइरहेको छ। धेरै नरिसाउनु होला हजुर। ल माइजू ठिक छ नि होइन? कस्तो भयो? ठिक छ? माइजूको पनि ठिक छ होइन? माइजूको पनि ठिक छ? माइजूको बढिया तम्रो अमन्दा बढिया मामाको के छ? ठिक छ ओ मामाको ओहो के छ चिउडे बागी मामाको थाकेर हालत खराब छ। हामी यात्रामा छौँ। तेरो कस्तो छ? मामाको के छ? बढिया ठिक छ नि होइन? के छ मामा? राम राम बाबुजी। ओहो आए आए ए धागो ठाला काटी लयाए ए राता दिन रुनाले ओके टिम मच पुरा झट्का